नगरे के नहुने रहेछ र 20औं वर्षदेखि टियु ग्राउन्ड कस्तो थियो होइन, अहिले कस्तो भएको छ। फ्लड लाइट, प्यारापिट, हजारौँ दर्शक कुर्सीमा बसेर हेर्न सक्ने, त्यो पनि नाइटमा। यो सबै सम्भव भयो नि होइन। यसमा नेतृत्वको पनि हात छ नि त होइन। जस्तो कि पारस खड्का, यदि पारस खड्का क्यानमा नआएको भए यो सम्भव थिएन पनि होला सायद, जस्तो लाग्छ है मलाई चाहिँ होइन। अब भोलिदेखि एनपिएल हुँदैछ होइन, वर्ल्डको मान्छेहरूले हेर्छन्, फ्रेन्चाइज होइन, विभिन्न देशको खेलाडीहरू आएर खेलिरहेका हुन्छन् होइन। त्यो पनि कहाँ भन्दा टियु, त्यो पनि पहिलाको टियु र अहिलेको टियु कति फरक छ, आकाश पातालको फरक छ।